हेलो हामी चाहिँ पशुपति जाँदैछौँ हैन। नानीको चाहिँ फर्स्ट टाइम हो पशुपतिनाथ दर्शन। आरती साँझको हेर्न आएको। दिउँसो जाम भनेर भन्दै थिएँ, दिउँसो चाहिँ हामीले भ्याएन। मेरो काम हुन्छ नि त, काम भएको कारणले गर्दा म 11 to 6 कतै पनि निस्किन पाउँदिनँ। सो अहिले चाहिँ साँझको 7 बजेको छ। हामी पशुपति गेटमा छौँ, भित्र प्रवेश गर्दैछौँ। आरती उसको त भेरी फर्स्ट टाइम हो। हेरौँ उसले कतिको इन्जोय गर्छ। पशुपतिनाथ आउनु पाउनु नै सौभाग्य हो, तर पनि हेरौँ है त। यहाँ सबैजना भक्तजनहरू चाहिँ आरती हेर्नको लागि भनेर जाँदै हुनुहुन्छ। कोही दर्शन गरेर आउँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ। हामी चाहिँ आरती नै स्पेसली हेर्नको लागि भनेर गएका छौँ है त। पशुपति गेटमा चाहिँ यति राम्रो राम्रो फुलहरू फुलेको छ नि, देख्न सक्नुहुन्छ। यता पनि हेर्नुहोस्, यति राम्रो राम्रो फुलहरू छ गेटमा। त्यो पिङ्क कलरको फुल, आफू फेरि पिङ्क कलरको फ्यान है। जताततै फुलै फुल यति राम्रो छ नि। आज त वेदर पनि राम्रो छ, पानी परेर एकदम ठन्डा ठन्डा शीतल शीतल भइरहेको छ। हामी चाहिँ ठ्याक्क आरती गर्ने ठाउँको साइडपट्टि आइसकेको छौँ। देख्न सक्नुहुन्छ क्राउडहरू स्टार्ट भइसकेको छ, सुरु भइसकेको छ। मैले चाहिँ माइक ल्याउन बिर्सेको भएर मेरो साउन्ड एकदम सानो आएको होला। सो ध्यान दिएर सुनिदिनु होला है सबैले। हेर्न सक्नुहुन्छ कति धेरै क्राउड छ। सबैजना बसिरहनु भएको छ, वेट गरिरहनु भएको छ आरतीको लागि भनेर। आरती सुरु हुने बेला भएको रहेछ। हामी चाहिँ एक्ज्याक्ट करेक्ट टाइममा आएका रहेछौँ। यहाँ देख्न सक्नुहुन्छ फरेनर दिदी पनि आउनुभएको छ। यसरी हामी चाहिँ बागमती पुलमा पुरै लाइनमा बसेर एकदम अब बाँकी चाहिँ म कन्टिन्यू गर्नेछु है त। म चाहिँ फाइनली पशुपतिमा आइपुगेको छु। हजुरले गजुर पनि देख्न सक्नुहुन्छ। गजुरसँगै म हजुरलाई पनि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो बहिनी चाहिँ बागमती नदी बगिरहेको छ, देख्न सक्नुहुन्छ। अब आरती सुरु भइसकेपछि बाँकी म कन्टिन्यू गर्नेछु। हस् त, नमस्ते। यहाँ चाहिँ मेरो नानीको साथी पनि रहेछ, झर्दैछ तल। नानीलाई देखेर खुसी भएर नानीलाई भेट्न आउँदैछ। नानी देखिस् तेरो साथी, के भन्न चाहन्छु साथीलाई 2 शब्द? यहाँ चाहिँ देख्न सकिन्छ कसैको आज अन्तिम दिन हुँदैछ। कोही संसारी माया विचित्र भने जस्तै कोही संसार छोडेर जाँदैछन् त कोही संसार हेर्नलाई आउँदैछन्। ठिक छ, भाग्यमानी हुनुहुँदो रहेछ उहाँ जो भए पनि, जो पशुपतिको काखमा आएर विश्राम पाउनु भएको छ होइन। अब चाहिँ स्टार्ट हुन लागेको छ। क्राउडहरू बढ्दै गएको छ। 7 बजिसकेको छ। सो अब म शिवताण्डव भएपछि कन्टिन्यू गर्नेछु। हस् त, ल स्टार्ट भयो आरती। पशुपतिको आरती चाहिँ स्टार्ट भइसकेको छ। मेरो हातै पुगेन। सो चाहिँ पानी पर्न थालिसकेको छ। आरती कन्टिन्यू भइरहेछ। हामी चाहिँ भिजी हेरिरहेछौँ। कतिजना भक्तजन त फर्किनु पनि भयो पानी परेर, देख्न सक्नुहुन्छ। हामी चाहिँ कम्प्लिटै गरौँ भनेर बसेको होइन। हेरौँ, ठुलै पानी पऱ्यो भने त फर्किनै पर्ने हुन्छ। के हुन्छ हेरौँ। पानीमा भिजी पानी परिरहेको छ। हाम्रो हालत चाहिँ पानीले भिजेर टफ छ सिचुएसन। पुरै पानी परिरहेको छ मजाले। मेन पर्खेको नै यही हो मैले होइन। यसैको लागि म यत्रो बेर पर्खेको। ल देख्न सक्नुहुन्छ एनर्जी। यस्तो पानी परिरहेको छ। यस्तो पानी परेको बेला पनि भक्तजनहरूको भगवान्प्रतिको आस्था देख्न सक्नुहुन्छ। सबैले देख्न सक्नुहुन्छ यति ठुलो पानी पऱ्यो। जय ल हाम्रो यहाँ दाजु पनि कुदिरहनु भएको छ। के खोज्नलाई हिँड्नु भएको छ थाहा छैन, सायद आर्मीको ट्रेनिङ होला। आज अझ पानी परेको भएर क्राउड कम छ, नत्र त एकदम धेरै क्राउड हुने गर्छ। यहाँ बहिनी यही छिन्। हामी चाहिँ पानीले लुत्रुक्क भिज्यौँ, त्यही भएर अलिकति कन्टिन्युटी दिँदा थोरै भजनमा चाहिँ छोडेर निस्किनु पर्यो। पुरै पानीले भिजेको कारणले गर्दा
अब उतापट्टि अगाडि साइडको चाहिँ भिडियो बनाएर देखाउनेछौँ। देख्न सक्नुहुन्छ क्राउड कति छ भनेर। हामी मात्र नभएर कति धेरैजना फसिरहेको छ पानी परेको कारणले गर्दा। हाम्रो चाहिँ बिजोगे भयो, छाता पनि थिएन, स्कुटीमा बिजो। बहिनीलाई हनुमानजी भेटाइदिनु भने पानी पर हनुमानजी पनि गायब हुनुहुँदो रहेछ। आज लास्ट टाइम त हनुमानजीसँग नि भेट भएको थियो। सो बहिनीको यात्रा चाहिँ आज यहीँसम्मको रहनेछ। बाँकी चाहिँ नेक्स्ट टाइम अब काठमाडौँ घुम्न आएको बेलामा घुमाइदिने छु भनेर बाचा गर्दै म बहिनीलाई चाहिँ यहाँबाट घर लिएर जाँदैछु, नत्र त बिजोग हुन्छ, पानी भिजाएको हुन्छ। मैले चाहिँ अब घर जाऊँ भनेको, बहिनीले चाहिँ आइसकेपछि पशुपति मेन गेट पनि हेरेर जाऊँ न दिदी। अब म भोलि पर्सि चितवन जान्छु, फेरि कहिले आउँछु थाहा छैन। एक्जाम नसके आउन पाउँदिनँ घरबाट। हजुर भएको बेलामा मलाई फ्रन्ट गेटमा पनि लगिदिनु न भन्न थाली। सो मैले उसलाई चाहिँ लिएर आएको छु, देख्न सक्नुहुन्छ। हर हर महादेव, जय पशुपतिनाथ, पशुपतिनाथ की जय हो। देख्न सकिन्छ ऊ यहीँ छ, ऊ पनि बोलिरहेको छ होइन, धार्मिक स्थल। देख्न सक्नुहुन्छ। ओहो सो पिसफुल ठाउँ। यस्तो आत्मालाई शान्ति चाहिन्छ, मनमा शान्ति चाहिन्छ भने चाहिँ हजुरहरू पशुपतिको साँझको आरती हेर्न आउनुहोला, बिहानको पूजा हेर्न आउनुहोला। सबैलाई मेरो इन्डियन नेपाली जति पनि सब्सक्राइबर हुनुहुन्छ, जति पनि साथी हुनुहुन्छ, उहाँहरूलाई चाहिँ म भन्न चाहन्छु प्लीज़ वन टाइम विजिट पशुपति टेम्पल है। सबैजना, सब लोग को एक बार पशुपतिनाथ दर्शन करने के लिए आना चाहिए। सबको मैं दिलो जान से वेलकम करती हूँ अपने नेपाल में। सो आप सब लोग आ सकते हैं, एक बार देख सकते हैं, आके दर्शन कर सकते हैं। यहाँ पे ये तीर्थ का जो 4 तीर्थ रहता है उसमें से एक पशुपतिनाथ भी आता है। जो पशुपति जब तक आप जितने भी तीर्थ करो, अगर आप पशुपतिनाथ के तीर्थ में नहीं निकले तो आपका यात्रा इनकम्प्लीट रहेगा, आपका अधूरा रहेगा। सो अगर आपको अपना तीर्थ कंप्लीट करना हो तो आपको पशुपतिनाथ आना ही पड़ेगा। तो मैंने ये थोड़ा सा क्लिप हिंदी में बोल के डाली क्योंकि कितने लोग मेरे हिंदी इंडियन फैंस भी हैं, तो उन लोगों के लिए ये स्पेशली मैंने हिंदी में बोलकर बनाई हूँ। मेरा हिंदी उतना अच्छा नहीं है, सो प्लीज़ इग्नोर माई क्या बोलते वो लैंग्वेज बोलने का तरीका थोड़ा ठीक नहीं हुआ होगा, तो उसको इग्नोर कर सकते हो आप। इतने लोग हैं यहाँ पे, आप देख सकते हो, इतने भक्तजन लोग हैं, इंडिया से भी बहुत लोग हैं। यहाँ चाहिँ सबैजना आउनुभएको छ, सबैजना दर्शन गर्नको लागि। पानी वर्षा नभनिकन सबैले आफ्नो धर्म कर्मको लागि, मनको शान्तिको लागि चाहिँ पशुपतिनाथ आउनुभएको छ। सो सबैजना आउन सक्नुहुन्छ, आफ्नो इनर पिसको लागि पनि पशुपतिनाथ भिजिट गर्न सक्नुहुन्छ। यहाँ एकदम दैविक शक्तिहरूमा सबभन्दा धेरै शक्तिशाली मानिने चाहिँ पशुपतिनाथलाई नै हो, जो उत्पत्ति हुनुभएको थियो। हनुमानजीसँग भिडियो बनाऊँ भनेको पानी पर हनुमानजी आफै छाता उडेर भाग्नु भएछ। हाम्रो पशुपति पुच्छर हल्लाउँदै जाँदै हुनुहुन्छ। हनुमानजी त पानीमा भिजेर भाग्नु भयो, हामी के गर्नु, हामी पनि ओत लागेर बसेका छौँ, देख्न सक्नुहुन्छ। हनुमानजी त भिज्नुहुन्छ, हामी त हनुमानजी पनि होइन, छाता उडेर पुच्छर हल्लाउँदै हनुमानजी जानुभयो। अनि हामी के गर्नु, हामीसँग त छाता पनि थिएन, पुच्छर पनि छैन। त्यही भएर हामी चाहिँ ओत लागिरहेका छौँ। उता देख्न सक्नुहुन्छ कत्रो पानी परेको छ, हेर्नुहोस् त।